2082 मा भएको हात्ती सुन्दरी प्रतियोगिता कतिऔं संस्करण हो? यसको सही आन्सर हो 19औं संस्करण। लुम्बिनी प्रदेशलाई कहिले साक्षर प्रदेश भनी घोषणा गरियो? यसको आन्सर हो 2082 पुस 13 गते। दरबार हाई स्कुलमा प्रथम महिला प्रधानाध्यापक को बन्न सफल भयो? यसको सही आन्सर हो शारदा कुमारी पौडेल। विश्वको पहिलो नगद रहित देश कुन हो? यसको सही आन्सर हो स्विडेन। काजिनसारा ताल कुन जिल्लामा पर्दछ? यसको सही आन्सर हो मनाङ। राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? यसको सही आन्सर हो माघ 1 गते। सन् 2025 डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन्? यसको सही आन्सर हो ओस्मन डेम्बेल। सिङ्गर लेक भनेर कुन ताललाई चिनिन्छ? यसको सही आन्सर हो केजिनसारा ताल। विश्व भोकमरी सूचकाङ्क 2025 मा नेपाल कतिऔं स्थानमा रहेको छ? यसको सही आन्सर हो 72औं स्थानमा। फिफा अरब कप 2025 उपाधि विजेता टोली कुन हो? यसको सही आन्सर हो मोरक्को। चीनले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा सस्तो ह्युमोनाइड रोबोट कुन हो? यसको सही आन्सर हो बुमी। कृषि गणना 2078 अनुसार सबैभन्दा बढी कृषक परिवार भएको जिल्ला कुन हो? यसको सही आन्सर हो झापा। एसिसी अन्डर 19 एसिया कप 2025 को उपाधि विजेता राष्ट्र कुन हो? यसको सही आन्सर हो पाकिस्तान। 16 वर्ष मुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो? यसको सही आन्सर हो अप्सन सी अस्ट्रेलिया। विश्व ध्यान दिवस कहिले मनाइन्छ? यसको सही आन्सर हो डिसेम्बर 21। साफ महिला क्लब फुटबल च्याम्पियनसिप 2025 को उपाधि विजेता टोली कुन हो? यसको सही आन्सर हो अप्सन बी इस्ट बङ्गाल क्लब। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ? यसको सही आन्सर हो डिसेम्बर 5। अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो? यसको सही आन्सर हो नेपाल अधिराज्यको संविधान 2015। नेपालको प्रथम महालेखा परीक्षक को हुन्? यसको सही आन्सर हो चन्द्रबहादुर थापा। सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ? यसको सही आन्सर हो मङ्सिर 11 गते।